हेलो साथीहरु, मैले चाहिँ नआएर सके। सन्डेको दिन हमेशा यस्तै लेट हुन्छ के मलाई, किन होला नि हजुरको पनि यस्तै लेट हुन्छ। तर आज म गइसके। अब म कपडा धोएको छु, कपडा सुकाउनलाई छतमा जान्छु अनि म वहीं पे मिल्छु हजुरहरुसँग है। पता नहीं 4:30-5 तो बज गया। मैं अभी कपड़े सुखा रही हूँ, पता नहीं सूखेगा ही नहीं सूखेगा। चलो आज मैं कपड़े सुखा रही हूँ। आगे देखो मैं आज साड़ी पहने कैसे लग रही हूँ साड़ी में, ये भी कमेंट कर देना होला। के नाम ला यतातिर यस्तै टाढै बसेर गर न यस्तै। सन्डेको टाइममा त गाइस हमेशा लेट हुन्छ मलाई, हमेशा लेट, कहिले छिटो हुँदैन। 12 बजेसम्म सुत्यो अनि 12 बजे उठेर खाना बनायो, खाना खायो, एकछिन बस्यो, यताउता गर्दा गर्दै लेट भयो। नगइदिए बिचमा जाडो छ गाइस, जाडो एकदमै जाडो छ। अब अलि साँझ परेपछि स्वेटर लगाउनु हुन्छ। त साथीहरु कपडा सुकिसक्यो। ल भन्नुस् अब हजुरहरुको के छ हालखबर? ठिकै छ? हजुरहरुको सन्डे कस्तो गयो आज? मेरो जस्तो सुती टाइम गयो कि काम गरेर टाइम गयो हजुरको? जाडो पनि कति जाडो हो। कति बजेको छ गाइस? 4:30 भइसक्यो। मैले बल्ल नआएँ कि आज। हजुरहरुले नुहाइसक्नु भयो? म चाहिँ भर्खर नआएर फ्री भएको। साथीहरु आज चाहिँ क्यामेराम्यान मेरो छोरो भएको। मेरो छोरोले चाहिँ आज भिडियो खिचेको। कस्तो चाहिँ खिचेको छ माइन्ड नगरिदिनुलाई।